नमस्ते सम्पूर्ण मेरा साथीहरू सधैँ चाहिँ भिडियो ब्लग ल्याउने क्रममा आज पनि म आइसकेको छु तपाईँहरू सामु अर्को एउटा भिडियो लिएर र आजको भिडियोमा चाहिँ म छु यहाँ मरिन भन्ने ठाउँमा र एकदम रमाइलो ठाउँ छ यता हेर्नुहोस् यता पनि जङ्गल उकालो बाटो शीतल हावा चलिरह यस्तो रहेछ यो ठाउँ पनि यो ठाउँमा पनि आइयो र तपाईहरुलाई मेरो भिडियो मन परिरह होला मन परिरह होला सायद मन पर्यो प्लिज लाइक शेयर कमेन्ट र मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला साथीहरु र भिडियो निर्मित हाल्न सकिएको छैन किनभने यो अलि दुर्गम ठाउँ भएर यहाँ चाहिँ खासै इन्टरनेट सुविधाहरू त्यति छैन र त्यही भएर अब अपलोड डेली भन्न सकेको छैन त्यसलाई माफ गरिदिनु होला साथीहरु र काठमाडौँ पुगेपछि नियमितै आउँछ भिडियो गुटुङ टुङटुङ सपोर्ट गरिराख्नु होला आगामी दिनमा अझै राम्रो भिडियो म्युजिक भिडियो सर्ट मुभी धेरै किसिमका प्याकेजहरू आउँदैछ मेरो च्यानलमा जङ्गलको बाटो यो फेरि भर बनाइए जस्तो छ यो बाटो हजुरआमा अगाडि हिँड्दै हुनुहुन्छ म पछाडि छु म चाहिँ हजुरआमाको साथी हो भनौँ न अनि कस्तो लाग्दैछ हजुरआमा कति वर्षपछि आउनु भयो यो ठाउँमा 12 वर्षपछि है रोड थिएन वहाँबाटै हिँडेर आए कि ए वहाँबाटै हिँडेर सिन्धुलीबाट कि रामेछापबाट बस पार्कबाट ए यस्तो डाँडाबाट फुटाएर बाटो बनाइयो हाम्रो नेपालमा पनि प्रगति हुँदैछ किनभने 12 वर्ष अगाडि यहाँ बाटै थिएन कहाँदेखि हिँडेर आउनु पर्थ्यो 4-5 घन्टा अहिले हामी झन्डै 1 घन्टा पनि लागेन यहाँ आइपुग्न यहाँबाट अलिकति माथि छ त्यहाँ पुग्नु पर्ने छ र त्यहाँ पुगेर त्यहाँका दृश्यहरू तपाईहरुलाई म देखाउने छु स्कुल धेरै यहाँ चाहिँ स्कुल रहेछ साथीहरु मरिन खोलाको स्कुल जस्तो छ यो अनि उसको छोरी अब त्यो सकियो त्यो एउटा हो छोरी अनि एउटा गाडी 4100 को गाडी किनेर ल्याइदियो कि यसले गाडी अब्बल जलेर पैसा दियो त बेसार ल्याउन न काका बेसार यहाँ मैले नभेटेर मलाई किन आलु खनाइदिन्छ यहाँ तामा बुझ्छ तामा खाने ल दुलु बुलु जो गर्दा नि भयो तामा खाने तामा सर गयो कसरी बुझी हाम्रो पानी यो तामा चाहिँ म फर्स्ट टाइमै पकाउन लाग्दैछु मलाई ए म अहिले म चाहिँ छु मरिन खोलाको छेउमा कुरुले खेती र कुरुले खेती त पनि परेन के गरे कुरुले खेती त गरिस कुकिङ गरेको चाहिँ यो मेरो फर्स्ट टाइमै हो है यो त मेरो फर्स्ट टाइमै हो नि यो आगोमा यस्तो कुकिङ गरे यो छोप्ने एउटा यसलाई ढाक्न खोज्या ढाक्ने नढाके हुन्छ अब राइन्छ नुन मसलाहरू आउँछ अब उयो त नुन त दिदिनाको यहाँ
चिनी हाल्नु तपाईँको पकाउने मात्रै भाडा बटी ल ल ठिक छ म पकाइहाल्छु नि अनि त्यो तरकारीहरू पकाइरह भातहरू पकाइरह बुहारी दुधको उखाएर प्रेसर एकछिन हाई भएर जानेलाई खुल्दै जानुपर्छ ठुलो मान्छे जा गएर ढलेर हामी जान्दैनौँ हामी हेर्दैनौँ भनेर गुरु उठाएको दुधे मेरो बाबा आमा ठुलोले गाली गरिसक्यो म हिँडेँ मरे भने अन्त त्यसमा गएर मरेको राम्रो हुन्छ हुँदै खराएको थियो लुट निस्क्यो हिँडिहाल्यो म नजानु भनेको थियो कि गदुवा चाहिँ पठाउने पैसा पठाउने गाग्री 4100 को गाग्री 4100 गाग्री के भने सानो जस्तो भइरहेको यस्तो तरकारी बनाएको छु कस्तो राम्रो चुलाकै यस्तो यो कालो लाउने है यस्तो छ यस्तो तरकारी बनेको छ मैले बनाएको अब चाहिँ यसमा म मरिन खोलाको माछा भुट्न गइरहेको छु तार्न गइरहेको छु साथीहरू यस्तो छ ठाउँ यहाँ चाहिँ आज चाहिँ होली हो क्या होलीमा सबजना व्यस्त पाहुना आफै पकाउनु तुराउनु पर्ने अवस्था सबै कता कता हिँडेछ काका हुन्छ काकालाई केही नआउने रहेछ है म चाहिँ अलिअलि एक्सपिरियन्स चाहिँ छ क्या पकाएको त्यही भएर गर्दैछु आशा चाहिँ यो भिडियो अवश्य मनपर्छ होला है ल मैले अब चाहिँ माछाको परिकार पनि बनाएको छु हेर्नुहोस् मैले पकाएको नमिठो हुने त कुरै भएन है साथीहरू धेरै चाहिँ भयो कि त्यही हालिरहेको छु कस्तो हुन्छ हेरौँ मेरो चाहिँ म गाउँमा फर्स्टचोटि नै हो यसरी पकाइरहेको छु अघि पनि भनिसकेको छु भाइ साथीहरू यस्तो छ घर मरिन खोलाको छेउमा आएको घर चाहिँ यही हो साथीहरू यस्तो छ घर 2 तला यता साइडबाट हेर्दा यस्तो छ यहाँ गोरुहरू पनि छ पालेको कुकुर पनि छ हौ कुकुर सानो कुकुर क्युट कुकुर हेलो 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 आयो चल्न आयो गोरुहरू र एकदमै शान्त सुन्दर रमाइलो गाउँ रहेको छ यो मरिन खोलाको छेउको गाउँ यसलाई मरिनै भन्दो रहेछ 7 घुम्ती के त्यस्तै समथिङ भन्छ र यस्तो रहेको छ ठाउँको दृश्यहरू तपाईँलाई देखाएको छु तपाईँहरूलाई पनि आउनु मन छ भने आउनु होला सिन्धुलीबाट झन्डै 1-1.5 घन्टाको यात्रापछि यो ठाउँमा आउँछौँ हामी सिन्धुली बजारपछि एकदम रमाइलो ठाउँ रहेको छ यो ठाउँ चाहिँ एकदम चिसो छ आज चाहिँ एकदमै तर अरू बेला त राम्रै हुन्छ होला मौसम भएको बेलामा प्लस यहाँ चाहिँ फलहरू चाहिँ राम्रो राम्रो फलहरू फल्ने रहेछ पानी चाहिँ यहाँ सुविधा रहेछ पानीको एकदमै पानी आइरहेछ 24 घन्टा आउँदैछ बत्ती पनि छ त्यस्तो छ ल एकदमै राम्रो छ ठाउँ यहाँ एउटा काका हुनुहुन्छ काकासँग केही कुरा गर्नु छ उहाँ चाहिँ एउटा भेटनेरी सम्बन्धी काम पनि गर्नुहुन्छ र त्यो बारे पनि कुरा गर्नेछु अनि केही कुराकानी गर्नेछु आशा छ तपाईँलाई यो भिडियो अवश्य मनपर्छ होला मन पऱ्यो प्लिज लाइक सेयर कमेन्ट र मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनु होला है साथीहरू भिडियोहरू कस्तो लाग्दैछ तपाईँहरूलाई त्यो पनि कमेन्ट गरेर जस प्रतिक्रिया जनाइदिनु होला भन्न चाहन्छु